सो फाइनली गाइज आज चाहिँ साइट सिन परेको थियो अनि नमबुद्धान जाँदैछु धुलीखेल आइको है अनि पनौती पनि जाँदैछु। यो चाहिँ भ्यू पोइन्ट है, गाडी त्यहाँ राखेको छु। मौसम आज लास्टै खराब छ कि हेर्दै माउन्टेनहरू देखिँदा होइन छैन यार। अस्ति जाँदा यो मुनिबाट गएको तर डेन्जर थियो, रिक्सी थियो, धेरै डेन्जर तरिका गाडी लिएर गएको थिएँ। फेरि आज यसो हेर्दा चाहिँ चिल्लै देखिरहेको छु कि यहीँबाट जाउँ जस्तो लागेको छ नमबुद्ध होइन। हेरौँ होइन के हुन्छ होइन। टक्क अब एकचोटि धुलीखेललाई सिद्धौँ, सिद्धाएपछि नमबुद्धतिर टाढा फान्ने हो है। हेर्नु ल काभ्रे भन्ने काभ्रे यस्तो छ कि यहाँबाट झऱ्यो भन्दा मान्छे मर्नु त मर्दैन होला। डेन्जर छ फेरि है बबल।
गाइज नमबुद्ध पनि आइसकेको थियो तर नमबुद्ध आएपछि के भन्नु गाडी माथि लान सकिएन। अब म टक्क यहाँबाट थोरै फर्किन चाहन्छु। फर्केपछि देखाइजाला है त। थोरै तल गएर भए पनि फर्किनु पर्यो होइन। इजी मेरो लागि त के होइन यो त अब फर्किनु सर्किनु होइन इजी हो। फर्किदिने अब ब्याक गर्दैछु गाइज होइन। मैले चाहिँ गाडी ब्याक गर्दैछु होइन। अब बोका पाउँछ अलिक भरपर्छ पाउँछ होइन। फर्किँदैछु गाइज। ब्याकमा जाने हो बाटो सावधान गरेर राख्दै रहेछ होइन। म चाहिँ सुरु पछाडि गइरहेको छु। बाटो बन्द भए चाहिँ के अन्त होइन। अब यस्तै छ होइन जिन्दगी। अब नमबुद्ध 1.5-2 घन्टा जति लाग्ला लगभग। त्यसपछि पनौती जाने हो। पनौती जाँदाखेरिको सिन देखाइदिन्छु तपाईँलाई, हेर्नु होला कसैले नछुटाइ पनि भन्न चाहन्छु म चाहिँ। बाटो बन्द रहेछ केही छैन होइन। बाटो बन्द भएर केही हुनेवाला छैन। आखिरमा काम बनिसक्यो इजी तरिकाले। म चाहिँ पछाडि गइरहेको छु क्या। धेरै लामो गर्नुपर्छ सानो बाटो छ होइन। त पनि जे होस् इजी क्या मेरो लागि चाहिँ। जाँदैछु ब्याक गर्दैछु। क्यामेराले नि हेर्दा कसको बाटोमा हिँड्दैछ भनेर सबै थोक देखाइदिइसक्नु भएको छ। म यहाँ हेरेर एकदम पर्काउँदै भए पनि मैले ब्याक गर्दैछु है। जाऊ छिटो आन्टीहरू जाऊ बाटो गर्नु वान मिस्टेक खोलिदिनु। इजी थियो होइन एकदम इजी हो होइन केही होइन। यतिको त इजी हो नि त। मैले ब्याक पनि गरिसकेको छु। ब्याक गरेर अब म गाडी चाहिँ अलिक तल लगाएर जङ्गलतिर लगाएर राखिदिन्छु भन्न चाहन्छु। पार्किङ त आज फुल रहेछ होइन। अल पार्किङ फुल रहेछ। म चाहिँ जानु पर्यो भनेको अनि यहाँ चाहिँ टक्क ब्याक गरेर मैले गाडी ल्याइसकेको छु होइन। मान्छेहरू हिँडिरहनु भएको मलाई टेन्सन छैन। गाडी चाहिँ यताउति यसो पार्क गरिदिनु पर्यो। पार्क गर्ने ठाउँ पनि छ। यतै पार्क गरेर बस्नु पर्यो यहीँ अब चाहिँ होइन। आइपुग पनि यस्तो ओह्रालोमा त नगरौँ भन्न चाहन्छु। त्यही भएर अलिक तल जाउँ। ओह्रालो चाहिँ डेन्जर ओह्रालो छ क्या यहाँ। यहीँ बस्नु ल।
बेला पोटेटो एक बेला के हो आलु यति ठुल्ठुलो भइसकेछ यार अहिले यो ठाउँमा के यहाँ हाम्रो सिजनै हो क्या यो उता माथि चाहिँ च्याउ यो आलु है योभन्दा पहिले धान थियो अहिले पुरै चेन्जै भएर छ कति 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 महिनापछि आएको गाई पोटेटो हेर्ने हो यहाँ हेरौँ ल कहिले फल्छ दिदी यो यसको गेडा लाग्न थालिसक्यो छैन फुल पनि फुल्छ र आलुको ए फुल पनि फुल्छ चियो सिँडा उत्पादन त हुन्छ है अब यसपछि चाहिँ के हाल्ने मकै फेरि धान अनि फेरि धान काटेपछि आलु कस्तो चेन्ज के दामी छ क्या ठाउँ मेरो एउटा यो यहीँ मात्रै घर भयो नि मालामाल हुन्छ कि घरै
पाँच छ मिनटको राइड जस्तो लाग्छ मलाई होइन। तर म चाहिँ पनौती आइपुगिसकेको रहेछु के, पनौती आइपुगिसकेको छु होइन। अब पनौतीमा जाँदैछन् मेरो गेस्टहरू र गाइड टक्कल गर्ने हो के। अनि यो बाटो चाहिँ धेरै डिफरेन्ट छ यार। पहिले म खलासी गरेँ हो नि त यताउँदै, पहिले यही बाटो रोसीबाट ढुङ्गा ल्याउँथ्यो नि त, एउटा रोसी जान्छ। म आइसकेको छु पनौती। अब यति हो होइन साथी हो आजलाई, त्यही हो पनौती। भर्खरै मान्छे पोलिसिएर रहेछ त्यहाँ होइन। टुरिस्ट एरिया पनि हो यो, घुम्ने पुरानो वर्ल्ड पनि हो यो कुरो होइन। अनि यहाँ हाँसहरू चाहिँ टन्नै छ क्या, हाँस। जान्छु म अलिकति परतिर होइन, गाडीलाई मिलाएर राख्छु अनि जान्छु। चाहिँ यस्तो छ के, यहाँ चाहिँ पूजा पनि लाग्छ भन्ने सुनेको थियो मैले। यस्तो छ पनौतीमा चाहिँ। अनि जस पारी चाहिँ खोइ भोज भइरह कि के भइरह थाहा भएन। अनि यहाँ चाहिँ भर्खरै मात्रै म आउनुभन्दा 15 मिनट अगाडि मान्छे पोलिसक्नु भएको रहेछ। आलै छ होइन। यहाँ चाहिँ मान्छे पोल्ने दिन, एक दिन हामी पनि यस्तैमै गइन्छ। टेन्सन गर्नुहुन्न धेरै, सबैको पालो आउँछ होइन। ठिक छ, कोही अच्छा। अनि यस्तो रहेछ अहिले। यो सबैभन्दा पुरानो हो यो है, पुरानो हो सबैभन्दा ओल्ड भने चाहिँ म नि जन्मेको थिएन कि, बाजेहरूले बनायो होला सायद यो पनौतीको। त राम्रै हो खाब्रे पनौती, एकदम दामी, धेरै दामी, खुसी लाग्छ यार। यहाँ अब यत्रो खोला आएर छ अनि कहाँ गयो? कुनै रहेछ नि यहाँ त, ढुवालै रहेछ नि यार यत्रो। ल आमा दुलै रहेछ नि है, दुलोबाट आउँदो रहेछ। अनि चिप्लो चाहिँ चिप्लो रहेछ है, चिप्लिनु चाहिँ चिप्लिँदो रहेछ। यस्तो छ यार, हेर त यहाँ कहाँबाट पानी हेरेछ कि अचम्मै के सर्र यता बएर गएको क्या। अनि म चाहिँ दुलोमा छु कि, यो त चिप्लिन्छ कि यसबाट चाहिँ लास्टै चिप्लिन्छ फेरि होइन। यस चिप्लेर बेला दुइटा केटा भुइँमा झर्दैन सिक्ने के हेर्ने मैले। चिप्लो छ, बिस्तारै हिँड्नुपर्छ होइन। अनि बिस्तारै हिँड्ने हो नि त, हिँडेपछि चिप्लो चाहिँ चिप्लो रहेछ। त्यो धारा पनि नुहाउने धारा पनि रहेछ होइन गाइस। ठिक छ यार, निक्लिसकेको छु त्यहाँबाट। पोखरी गर्मी महिना भए त म लम्मै पस्दिनँ यार, जाडै छ अहिले पनि। मजा आयो कि। त्यहाँ फेरि ठुलो आर्च पनि बनाएर छ कि, आर्च पुरानो कुराहरू मात्रै छ कि। यो होटल जस्तो छ यो,
यहाँ चाहिँ दामी रहेछ ल चिन्नुहुन्छ नि उहाँलाई त को हो भनेर कहाँबाट भनेर है म चाहिँ यो पनौतीको मेन जग्गाभित्र छिर्दिसकेको छु है यहाँ चाहिँ दामी रहेछ होइन यो सबैभन्दा पुरानो ओल्ड मन्दिर रहेछ अनि जे होस् अब कति गाडीमा मात्रै चाक राखेर झ्याचा थ्याचा बस्नु भनेर म चाहिँ छिर्दैछु छु यहाँभित्र होइन अहिले आएर अलिकति आनन्द भयो तर यहाँ मेरो फोटो देख्छ जस्तो लाग्यो धेरै टाढो छु म चाहिँ यहाँ छु है देखियो नि मलाई चिन्यो नि त अनि पछाडिको मेरो पछाडिको भाग चाहिँ त्यस्तो छ पनौती सङ्ग्रहालय भनेपछि देश पुरानो चिजहरू रहेछ कोही बेला मोडलाई फ्रेस पनि बनाउनु छ कि केटा हो यहाँबाट चाहिँ कहाँ पुग्छ अब यति रहेछ होइन यहीँभित्र मात्रै रहेछ उबेला हाम्रो बाउ बाजे पाला बाउ सकियो कि त अब त सबै धर्म गरेर सबले बिर्सिएको नि यार के छ कस्तो छ भने कसैलाई थाहै हुन्न अनि तपाईँहरू पनि आउन सक्नुहुन्छ के इजी छ राम्रो छ हेर्नु न अब के मात्रै कुरा गरौँ न यसकै मात्रै वर्णन गरौँ त कति राम्रो छ कति सुन्दर पहिली गनेको नि अहिले त सब मान्छेदेखि लिएर यो संसारै जे चेन्ज भइसकेको छ के लगभग मैले लगभग सकिसक्यो घुमेर आउनु पनौतीमा पनि जस अलिकति ध्यान आकर्षण गर्ने खालको छ कि त्यस्तो अलिकति सुन्दर स्लो अलिकति कम रहेछ मेरो गेस र गाइड चाहिँ त्यहाँ हल्लिरह के भन्दै हल्लिरह यस्तो दामी फोटो खिचिरह उहाँहरूले होइन यता हेरेको उता हेरेको मजा आयो मलाई हेर्नलाई यो फुल कुनको नि मलाई यो पहाडा जस्तो लाग्छ त्यो ऊ जस्तो लाग्छ के त्यो के अरे त्यो नाम आरु कि आरुको जस्तो लाग्छ यो बोट कति राम्रो के यो बोट त्यसको मात्रै बनाउनु आज त कसम गाइड 1 घन्टाभन्दा 2 घन्टाको भ्लग आउँछ लगभग मोबाइल हान्दै अन्त गाडीदेखि लिएर सबै है गाइज है आज पनौतीको चाहिँ सक्यो भनौँ आजको भ्लग यति नै हो यता है काठमाडौँतिर ल अब विजय राई किङ्स भ्लग छ म नि बनाउँदैछु अब सिधै अब यहाँबाट सक्यो काठमाडौँतिर लाग्नुपर्छ टाइम धेरै छैन कहाँबाट आउनुभयो तपाईँहरू विजय राई आउँछ यस्तै यही ड्रेस चाहिँ छ है अगाडि फोटोमा कहाँबाट आउनुभयो कहाँ हो यो कुसा देवी भन्ने ए यताकै तपाईँहरू घरै यहीँ हो सो गाइज होइन अब लगभग सकिसक्यो अब गेस्टहरू नि पारी निस्किन्छ म चाहिँ वारी नै छु गाडी पर राखेको थाहा होला नि तपाईँहरूलाई आज त कसम बब्बल रमाइलो हुन्छ कि माटो नि महिना दिनपछि त यस्तो रमाइलो कहिले भएको थिएन जस्तो लाग्छ कि यहाँ यो खोलामा हाँसै मात्रै कति क्या म यो पुल तर्दैछु है गाइस पुल तर्दैछु अनि यो हाँस के पानी हाँस भन्छ यसलाई चाहिँ होइन पानीमा मात्रै बस्ने पानीमै खाने पानीमै हक्ने पानीमै एक्सर्साइज गर्ने पानीमै चुम्मा गर्ने खालको हाँसहरू हुन् सायद अब म गाडी चाहिँ पार्क गर्दैछु त्यहाँ बिलमा छेउमा लिएर आएछु एउटाले ढकालिदियो भने लगभग झर्छ कि तलतिर लगाइस् मेरो भ्लग चाहिँ हेर्नु इन्ट्रेस्ट लाग्दो छ कि थोरै भए नि मजा चाहिँ आउँछ है ल राखिदिएको बाई